ठिक छ केही छैन एनसी अब गेम सेक्सनमा आज एकदम रमाइलो हुनेवाला छ यो उसिनेको अन्डा होइन हेर्नुहोस् यो काँचो अन्डा हो र अब यो तास खेल्न नराम्रो एकदमै तर यो फनको लागि जस्तो मैले आधी तास अब भिटेनलाई दिन्छु होइन आधी लाँदा हुन्छ भिटेन ओके सो काँचो अन्डा छ अगाडि होइन अब एक एकवटा हामी फ्याल्छौँ हामी सफल गरिरहेछौँ जसको तास ठुलो हुन्छ उसले जित्छ र पाँचवटा अन्डा छ होइन र पाँचवटा अन्डामा कसले चाँडो सकाउने जसले चाँडो सकाउँछ हिल बी द विनर र यो चाहिँ टाउकोमा हान्छौँ हामी टाउकोमा फुटाउँछौँ सो भिटेन क्याप खोल्दा हुन्छ होला अब रेडी फुटाउने बेला खोलाउँ न ओके यता भिटेनको साथीहरू पनि छ होइन सो आई थिङ्क भिटेनको सपोर्टमा होला होइन त केटा यता मेरो टिम चाहिँ मेरो सपोर्टमा हुनु पऱ्यो सो अल्सो आई थिङ्क यो टेलिभिजनमा चाहिँ यो नेपाली टेलिभिजनमा पहिलोचोटि यस्तो गेम हुँदैछ आई होप यु लभ इट प्लिज कमेन्ट गर्नु होला सो रेडी भिटेन सफल भयो आइ एम रेडी टाउकोमा खाने हो जस्तो लाग्छ मैले चाहिँ पहिलो सो ओके डन कसले खाल्नु नि त ल सफल रोकौँ ल रेडी ल ल म फ्याल है सो रेडी सो मेरो बासा आएको छ चिडीको यो एका आयो भने जित्छ बासा आयो भने यो यहाँ राखौँ ओके सो टोपी खोल्दा हुन्छ सो भिटेन रेडी है यो पहिलोचोटि आई थिङ्क मेरो यो मैले पहिलोचोटि जितिरहेको छु होइन दोस्रोमा कसले जित्छ आई डोन्ट नो सो भिटेन रेडी सो क्यामेरा हेर्नु नि त हाई भन्नु नि त अन्डा खाने रेडी भन्नु नि त खाइदिउँ न रेडी ओ नो ठिक छ केही छैन अलराइट सो पहिलो अन्डा तेल पनि ल्याएको थिएन आज तेलकै काम हुन्छ ल मिठो चाहिँ यो हो कि सबसे तलको यो अझ यो यत्तिकै खाँदाखेरि चाहिँ मिठो हुन्छ क्या यो सो नेक्स्ट वान अब एउटा त मैले जितिसकेँ होइन ल गो विथ नेक्स्ट वान अब मैले जितेँ नेक्स्ट तिमीले आमा ओके नहल पानाको नहल बासा दाइको त जहिले त्यही माथि त्यही आएर बस्ने हो दाइको केही यस्तो चिन्नु सो नेक्स्ट वान रेडी क्या डट पेनले सो रेडी गाइस अब अर्को अन्डा ल फुटेको थिएन नि ओके दुईवटा मैले जितेँ भिटेनले ब्याक टु ब्याक दुईचोटि हारिसक्यो होइन अब मेरो पालो चाहिँ कहिले भने म कुरिरहेको छु मेरो बासा छैन है फेरि कन्फ्युज होला फेरि त्यो छैन नि होइन रेडी रमाइलो भइरहेछ ओके म अलिकति पुछ्ने मैले ओके रेडी मै हानौँ ल अब चाहिँ खाए जस्तो लाग्छ मलाई चिडीको अट्टा होइन अब चौका तिर्का सट्टा यस्तो यस्तो हो कि ल शिट म्यान ल चिडीको दुध सो तेस्रो मैले आई थिङ्क मैले जित्न लागिसकेँ होइन यहाँ लगभग सो रेडी भिटेन रेडी ओके ओके नेक्स्ट खाइदिउँ क्या अरे ठिक छ ओके यो मलाई दिँदा हुन्छ यो के भन्दा त दिनै पर्ला ल दाइ ओके होलीहरूमा फुटाउँछ नि तर फेरि यो होलीमा अन्डा फुटाउनेहरू चाहिँ अलिकति पुरा अलिक भ्यालुएबलहरूलाई फुटाउने अरे के चिक्सहरूलाई हान्ने अनि त्यसपछि अलिक ठुल्ठुलोहरूले बच्चाहरूले त कहाँ अन्डा हान्दैन नि त त्यति बेला चाहिँ अब होलीमा चाहिँ रमाइलो लाग्ने कि हेर्दाखेरि ल ओके यसो अब सबै फुटाउनु मन थियो दाइको टाउकोमा होइन अब दुईवटा बाँकी छ मैले ब्याक टु ब्याक मैले जितिहालेँ त्यही त सबै फुटाउनु मन थियो एउटा त फुटाउनै पर्ने हो गिभ अ ट्राई कम अन हानु हुन्छ हुन्छ दाइ ल पाना गुलाम यस्तो चिजहरू मैले खेल्दिनँ क्या कहिले पनि अनि मलाई यस्तो यस्तो कहिले पर्दैन क्या तर भिटेन एनिवेज वी ह्याभिङ फन होइन रमाइलो भएर त हुन त मैले खानुपर्ने थियो एउटा चाहिँ आई थिङ्क लास्टमा खान्छु कि एउटा होइन ओके रमाइलो भयो एउटा ठिक छ केटा हो ओके ओके कतिवटा भयो 4वटा भयो दाइले पहिल्यै सोचिसकेको जस्तो त भाइ अरूको पनि टी सर्ट लिएर आऊ है भनेर त 5वटा हान्न लागिरहेको हो क्या अब यो लास्ट बाँकी छ होइन लेट्स होप फर द बेस्ट अब मैले खाँदिनँ होला भन्ने आश गरौँ सो रेडी करेगा
अब दर खाने भयो मैले होइन हान्नु मलाई त एउटा ओके यहाँ छ एउटा ओके अलिक बिचमा हाल्नु नो दाइको नि अब कपाल ओके मैले पनि खाएँ एउटा मैले खाएँ ओके नेक्स्ट वान लेट्स सी एक मैले खाएँ भिटेनले 4 खाइसक्यो होइन सो रेडी चियर्स पहिला चियर्स ओके देखिसक्यो मैले तास ओके हान्दा हुन्छ तपाईँले हान्दा हुन्छ ओके इट्टाको चौका ओ ल एक जाओस् है रे क्या होली खेले जस्तो भयो यार बाख्राले बिहा जस्तो ठिक छ त आज पिवाल सो अलिक रमाइलो भएको छ फरक छ रेडी उसले मेरो टाउकोमा हान रेडी गो बाछा झरे अठा राइट खाने भयो यसो नमु ल गो खाइदियो हुन्छ नि त यार मुखमा ल रेडी डन चलौँ मेरो एउटा बाँकी छ उसको 2टा बाँकी छ होइन त लेट्स सी भिडियोले हेरेको छैन नि ल बाई ल डन आन्दा हुन्छ ल यस फाइनली दुईटा दाइ ओके दुईटा रहेछ ल ठिक छ हान्दा हुन्छ माथि ए ल दुईटा आउँदा धरि आम द विनर सो ह्याप्पी एन्डिङ Oh, happy ending. दाइले त दुईचोटि Sad fun. रमाइलो भयो चियर्स ल चियर्स दाइ ल चियर्स गाइज मजा आयो यो अब यस्तो भनेको जहिले पाए तैले हुँदैन होइन कि होलीमा हो कि पिवाल छ कि पिवालसम्म हो अन्डा अब यो यसरी फुटाउनु भन्दा खाएकै मिठो हुन्छ जस्तो लाग्छ होइन यो गेम हो चियर्स ब्रदर चियर्स सो गाइज वी लभ इट पिस गाइज टेक केयर है सबजना एकदमै पिसमा एकदमै ह्याप्पी भएर Alright, ladies and gentlemen, so we have almost come to the end. र जानुभन्दा अगाडि कोरियन स्किन केयर सेन्टर र ब्युटी क्लिनिकको तर्फबाट सेल्फिजन सीको तर्फबाट भनौँ न भिटेनलाई यो गिफ्ट र अर्को कुरा भनेको 20,000 को तपाईँले फ्री स्किन ट्रिटमेन्ट पनि पाउनुहुन्छ होइन त्यसको लागि चाहिँ तपाईँलाई कल आउँछ कोरियन स्किन केयर सेन्टरबाट है त ठिक छ खासै स्किन प्रब्लम मलाई त्यस्तो केही नै फिल भएको छैन अहिलेसम्म होइन तर पनि थ्याङ्क यू ओके कसैलाई केही प्रब्लम छ भने त्यो 20,000 मेरो साटो उहाँहरूलाई म गिफ्ट गरिदिन्छु मेरो साइडबाट पनि किनकि म अहिले ठिक छु कसैलाई स्किनमा केही छ भने मेरो साइडबाट है त ओके लास्टमा के भन्न चाहनुहुन्छ कस्तो भयो आजको अनुभव रमाइलो भयो एकदम मजा आयो होइन दाइ अब त्यही हो धेरै पछि भेट भएको अनि त्यही हो अन्डा खाइयो सो थ्याङ्क यू भिटेन Thanks for coming. टाढैबाट हान्दा चाहिँ मजा आउँथ्यो होला क्या झन् thanks for coming र we had fun र अहिलेको लागि चाहिँ we need to sign off हाम्रो अनुहार देखिसक्नु भएको छ हामी त्यो मुडमा छैनौँ अब गएर टाउको धुनु पनि पर्छ so next week we'll have more fun till then this is me passing Yonjan Lama and Viten signing off take care bye bye yes guys take care peace House.